हेलो गाइज, वेलकम टु आवर युट्युब च्यानल। आज चाहिँ हामीले एउटा नयाँ भिडियो लिएर आएका छौँ। बेसिक थर्ड इयर रियल एनालाइसिस च्याप्टर 1 बेसिक कन्सेप्टमा, जसमा बेसिक कन्सेप्टमा रहेको छ एलिमेन्ट्री लजिक। एलिमेन्ट्री लजिकहरूमा हामीले रिभ्यू सर्ट नोटहरू पढ्नेछौँ सोलुसनबाट र अलिकति डिस्कस गर्नेछौँ। ढिलो नगरी सुरु गरौँ। कनेक्टिभ, यो कनेक्टिभको बारेमा अलि बेसिक रूपमा पुरा बुझ्न मन छ भने हामीले योभन्दा अगाडि एउटा भिडियो हालेका छौँ। त्यो भिडियो गएर हेरेर मजाले बुझ्न सक्नुहुनेछ। यसमा चाहिँ हामी सर्ट डिस्कस गर्नेछौँ। सुरुमा रहेको छ हाम्रो कन्जक्सन। कन्जक्सन भनेको के भन्दाखेरि एउटा लजिकल अपरेटर हो जसले चाहिँ दुईवटा स्टेटमेन्टलाई जोड्ने काम गर्छ फ्रेज एन्ड फ्रेजको युज गरेर। हामीले जसलाई अप्पर क्यापले पनि डिनोट गर्छौँ। अनि सेकेन्डमा रहेको छ डिसजङ्सन। डिसजङ्सन भनेको एउटा त्यो पनि सेम लजिकल अपरेटर हो जसले चाहिँ दुईवटा स्टेटमेन्टहरू हुन्छ नि, दुईवटा स्टेटमेन्टहरू हाम्रो जोड्ने काम गर्छ हामीले एउटा और फ्रेज युज गरेर। हामीले जसलाई चाहिँ हामीले डिनोटेट गर्दाखेरि लोअर क्याप अथवा भी भन्दा पनि हुन्छ। अनि थर्डमा रहेको छ हाम्रो नेगेसन। नेगेसनलाई हामीले डिनोट गर्दाखेरि नटले पनि गरिन्छ। यो एउटा लजिकल अपरेटर हो जसले चाहिँ हाम्रो स्टेटमेन्टहरूको ट्रुथ भ्यालु हुन्छ नि, त्यसलाई चाहिँ हामीले रिभर्स गर्छ। पोजिटिभ छ भने नेगेटिभ, द्याट्स मिन्स, अथवा ट्रुथ छ भने फल्स, ट्रु छ भने फल्स, फल्स छ भने ट्रु हुने भयो। अनि त्यसमा अर्को रहेको छ इम्प्लाइज अथवा इम्प्लिकेसन अथवा कन्डिसनल पनि भन्छौँ हामी। त्यो भनेको पनि अ लजिकल अपरेटर द्याट कनेक्ट टु स्टेटमेन्ट वेयर इफ द फर्स्ट स्टेटमेन्ट इज ट्रु द सेकेन्ड स्टेटमेन्ट मस्ट बी ट्रु फर द कम्पाउन्ड स्टेटमेन्ट टु बी ट्रु। भनेको इम्प्लिकेसन भनेको के हो भन्दाखेरि एउटा दुईवटा स्टेटमेन्टहरू हुन्छन्, त्यसमा एउटा स्टेटमेन्ट ट्रु भयो भने अर्को सेकेन्ड स्टेटमेन्ट पनि अलरेडी ट्रु हुनुपर्छ क्या इम्प्लिकेसनमा। यसको लागि हामीले धेरै इक्जाम्पलहरू लिएका छौँ। यसमा इक्जाम्पलहरू लिँदाखेरि चाहिँ ठुलो हुन्छ। यो सर्ट नोट हो, सर्ट डिस्कस हो, त्यही भएर अलिक राम्रोसँग बुझ्नको लागि योभन्दा अगाडिको भिडियो हेरिदिनु होला प्लिज। अनि अर्को रहेको छ बाइकन्डिसनल। बाइकन्डिसनल भनेको हामीले स्टेटमेन्टहरूमा इफ एन्ड ओन्ली इफहरू युज गर्छौँ नि त। यो लजिकल अपरेटरले चाहिँ दुईवटा स्टेटमेन्टहरूलाई चाहिँ एक आपसमा जोड्ने गर्दछ। बोथ स्टेटमेन्ट ह्याभ द सेम ट्रुथ भ्यालु फर द कम्पाउन्ड स्टेटमेन्ट टु बी ट्रु भन्न खोजेको। यो बाइकन्डिसनलले चाहिँ दुईवटा स्टेटमेन्टलाई जोड्छ। स्टेटमेन्ट जोडिसकेपछि दुईटैको ट्रुथ भ्यालु हुनुपर्छ र दुईटैको ट्रुथ भ्यालु भइसकेपछि बन्ने कम्पाउन्ड स्टेटमेन्ट हुन्छ नि, त्यसको भ्यालु चाहिँ फेरि ट्रु नै हुन्छ। त्यसपछि अर्को रहेको छ हाम्रो क्वान्टिफ्लायर। क्वान्टिफ्लायर भनेको हाम्रो दुईवटा टाइपहरू हुन्छन् जुन चाहिँ हाम्रो स्टेटमेन्टहरू हुन्छ नि, स्टेटमेन्टहरूले चाहिँ इन्डिकेट गर्नको लागि बनाइएको हुन्छ। क्वान्टिफ्लायर भनेको सिम्पली वर्डमा भन्दाखेरि इन्डिकेट भन्ने कुरा आउँछ। क्वान्टिफ्लायर फर्स्टमा रहेको छ युनिभर्सल क्वान्टिफ्लायर। हामीले जसले उल्टो ए भन्दा पनि हुन्छ, सजिलो बुझ्ने तरिकाले, आफूले बुझ्ने तरिकाले इन्डिकेट गर्ने तरिका हो यो भनेको। युनिभर्सल क्वान्टिफ्लायर भनेको इन्डिकेट द्याट अ स्टेटमेन्ट इज ट्रु फर अल एलिमेन्ट इन पार्टिकुलर सेट अर डोमेन। भनेको यसले के गर्छ भन्दाखेरि अल ट्रु स्टेटमेन्टहरूले चाहिँ इन्डिकेट गर्छ जुन चाहिँ एउटा पार्टिकुलर एउटा सेट अथवा डोमेनमा रहेकाहरू हुन्छन् नि, तिनीहरू चाहिँ अल ट्रु मात्र छन् भने तिनीहरूलाई मात्र इन्डिकेट गर्छ, जसलाई चाहिँ हामी युनिभर्सल क्वान्टिफ्लायर भन्छौँ। अर्को रहेको छ एक्जिस्टेन्सियल क्वान्टिफ्लायर। उल्टो ई भन्दा पनि हुन्छ बुझ्ने तरिकामा। यसले चाहिँ के गर्छ भन्दाखेरि इन्डिकेट द्याट देयर एक्जिस्ट एटलिस्ट वान एलिमेन्ट इन पार्टिकुलर सेट अर डोमेन फर विच स्टेटमेन्ट इज ट्रु। यसले चाहिँ के गर्छ भन्दाखेरि एटलिस्ट वान एलिमेन्ट हुन्छ नि जुन पार्टिकुलर सेट अथवा डोमेनमा, त्यसलाई चाहिँ हामीले के गर्छ भन्दा इन्डिकेट गर्छ जुन स्टेटमेन्ट चाहिँ ट्रु हुन्छ। त्यसपछि हामी अर्को पढ्नेछौँ बेसिक ल अफ लजिक। बेसिक ल अफ लजिकमा फर्स्टमा रहेको छ कम्युटेटिभ ल। कम्युटेटिभ ल भन्नाले हामीले के बुझ्छौँ भन्दाखेरि स्टेट द्याट द अर्डर अफ लजिकल कनेक्टिभ डज नट एफेक्ट द ट्रुथ भ्यालु अफ कम्पाउन्ड स्टेटमेन्ट। यो भनेको कुनै पनि हाम्रो कम्पाउन्ड स्टेटमेन्ट छ नि, यसले चाहिँ हाम्रो ट्रुथ भ्यालुलाई एफेक्ट गर्दैन क्या। यो कम्युटेटिभ लमा भनेको हाम्रो कम्पाउन्ड स्टेटमेन्टको ट्रुथ भ्यालु एफेक्ट गर्दैन विथ के भन्छ लजिकल कनेक्टिभ। जस्तै हामीले यहाँ के लेखेको छ भन्दाखेरि पी एन्ड क्यू बाइकन्डिसनल क्यू एन्ड पी इज एन कम्युटेटिभ लज इक्जाम्पल। त्यसपछि सेकेन्डमा रहेको छ एसोसिएटिभ ल।
एसोसिएटिभ ल भनेको इट स्टेट द्याट द ग्रुपिङ अफ लजिकल कनेक्टिभ डज नट एफेक्ट द ट्रुथ भ्यालु अफ कम्पाउन्ड स्टेटमेन्ट। यो भनेको पनि के भन्दाखेरि लजिकल कनेक्टिभहरूको ग्रुप हो जसले चाहिँ हाम्रो कम्पाउन्ड स्टेटमेन्टको ट्रुथ भ्यालुलाई एफेक्ट गर्दैन। जस्तै एउटा इक्जाम्पलको लागि लिएको छ हाम्रो पी एन्ड क्यू को ब्राकेट एन्ड आर इज बाइकन्डिसनल टु पी एन्ड क्यू ब्राकेटभित्र क्यू एन्ड आरको ब्राकेट क्लोज। यस्तो चाहिँ यसलाई चाहिँ हामीले एसोसिएटिभ ल भन्छौँ। त्यसपछि अर्को रहेको छ हाम्रो डिस्ट्रिब्युटिभ ल। डिस्क्राइब हाउ लजिकल कनेक्टिभ क्यान बी डिस्ट्रिब्युटेड ओभर अदर लजिकल कनेक्टिभ। यसमा चाहिँ भन्न खोजेको के हो भन्दाखेरि लजिकल कनेक्टिभहरू हुन् त्यस्ता लजिकल कनेक्टिभहरू जसले चाहिँ के भन्छ एउटा लजिकल कनेक्टिभभित्र चाहिँ अर्को लजिकल कनेक्टिभिटीलाई चाहिँ डिफाइन गर्छ क्या। जस्तै हेर्नुहोस् त इक्जाम्पलमा दुईवटा एउटा एन्ड छ एउटा अर लजिकल छ नि त, त्यसलाई चाहिँ डिस्ट्रिब्युटिभ ल भन्छौँ। अर्को रहेको छ हाम्रो डिमोर्गन ल। डिमोर्गन ल भनेको प्रोभाइड अ मेथड फर सिम्प्लिफाइङ कम्प्लेक्स लजिकल एक्सप्रेसन्स बाई नेगेटिङ एन्ड चेन्जिङ द लजिकल कनेक्टिभ। हामीले यसले के गर्छ भन्दाखेरि डिमोर्गन लले के हुन्छ भने कम्प्लेक्स लजिकल एक्सप्रेसनहरूलाई चाहिँ नेगेट र चेन्ज गर्छ है। फेरि चेन्ज गर्छ यसले अरू लजिकल अपरेटरमा चाहिँ चेन्ज गर्छ। यहाँ इक्जाम्पल दिएको छ, इक्जाम्पल सजिलो छ हेर्न सक्नुहुन्छ। एउटा एन्ड छ एउटा नट छ। त्यसपछि रहेको छ आइडेन्टिटी ल। डिस्क्राइब द इन्टरेक्सन्स बिट्विन ए स्टेटमेन्ट एन्ड इट्स नेगेसन एन्ड बिट्विन ए स्टेटमेन्ट एन्ड अ टोटोलोजी अर कन्ट्राडिक्सन। हामीले सबै कुराहरू पढिसकेका छौँ। अघिल्लो भिडियोमा गएर राम्रोसँग बुझ्न सक्नुहुन्छ डिपली टोटोलोजी के हो, कन्ट्राडिक्सन के हो, स्टेटमेन्ट के हो भनेर, नेगेसन के हो भनेर अघिल्लो भिडियोमा सबै छ, बुझेर आउनु होला। डबल नेगेसन भनेको के हो भन्दाखेरि डबल नेगेसन भने स्टेट द्याट द नेगेसन अफ स्टेटमेन्ट भन्दाखेरि स्टेटमेन्टको पनि नेगेसनको पनि नेगेसन इज इक्विभ्यालेन्ट टु द ओरिजिनल स्टेटमेन्ट। डबल नेगेसन भनेको नेगेसनको पनि नेगेसन हो स्टेटमेन्टको, जुन चाहिँ इक्विभ्यालेन्ट हुन्छ, जुन नेगेसन र नेगेसन गरिसकेपछि ओरिजिनल स्टेटमेन्टसँग इक्विभ्यालेन्स हुन्छ। त्यसपछि अर्को रहेको छ हाम्रो टेक्निक अफ प्रुफ। टेक्निक अफ प्रुफमा रहेको छ डाइरेक्ट प्रुफ। एउटा डाइरेक्ट प्रुफ रहेको छ, अर्को प्रुफ बाई कन्ट्राडिक्सन, प्रुफ बाई कन्ट्रापोजिटिभ, प्रुफ बाई एक्जक्सन, प्रुफ बाई इन्डक्सन। सुरुमा पढ्छौँ हामी अब डाइरेक्ट प्रुफ। प्रुफ भनेको डाइरेक्ट प्रुफ कस्तो भन्दाखेरि इस्टेब्लिस द ट्रुथ अफ स्टेटमेन्ट बाई अ सिरिज अफ लजिकल डिडक्सन्स फ्रम प्रिभियसली नन फ्याक्ट और एन्जियोमबाट हामी चाहिँ डाइरेक्ट प्रुफ भन्छौँ। अनि प्रुफ बाई कन्ट्राडिक्सन। कन्ट्राडिक्सन भनेको हामीले के हो बुझिसकेका छौँ। कन्ट्राडिक्सन भनेको फल्स भ्यालु हो कि कुनै पनि स्टेटमेन्ट्सको फल्स भ्यालु, जुन डिपली हामीले अघिल्लो भिडियोमा डिस्कस गरिसकेका छौँ। प्रुफ अ स्टेटमेन्ट बाई एजुमिङ इट्स नेगेसन इज ट्रु एन्ड ड्राइभिङ अ कन्ट्राडिक्सन। अब प्रुफ बाई कन्ट्राडिक्सनबाट हामीले चाहिँ कुनै पनि स्टेटमेन्टको भ्यालु चाहिँ एजुम गरेर यसको नेगेसन चाहिँ हामीले ट्रु हुन्छ भनेर प्रुफ गर्छौँ। किन थाहा छ? किनकि कन्ट्राडिक्सन भनेको फल्स भ्यालु हो। फल्स भ्यालुमा हामीले नेगेसन युज गरेर हामीले ट्रु भ्यालु बनाउँछौँ। त्योबाट प्रुफ गरेर हामी कन्ट्राडिक्सन हो भनेर प्रुफ गर्छौँ। प्रुफ बाई कन्ट्रापोजिटिभ। हामी कन्ट्रापोजिटिभ भनेको के हो? कन्ट्रापोजिटिभ भनेको बाइकन्डिसनलको नेगेसन हो। बाइकन्डिसनलमा पनि इन्भर्सको सरी है साउन्ड काटिएछ। कन्ट्रापोजिटिभ भनेको के हो भन्दाखेरि इन्भर्सको पनि हाम्रो इन्भर्स हो। सरी भन्न खोजेको हाम्रो के हो भन्दाखेरि कन्डिसनलको इन्भर्सको हाम्रो कन्ट्रापोजिटिभ। त्यसपछि अर्को रहेको छ हाम्रो प्रुफ बाई एक्जक्सन। एक्जक्सन भनेको प्रुफ टु स्टेटमेन्ट बाई कन्सिडरिङ अल पोसिबल केसेस एन्ड सोइङ द्याट द स्टेटमेन्ट होल्ड ट्रु फर इच केसेस। हामीले एउटा स्टेटमेन्ट कन्सिडर गर्छौँ एउटा अल केसहरूको लागि, अनि यसले के देखाउँछ भन्दाखेरि स्टेटमेन्ट ट्रु फर इच केसको लागि चाहिँ हाम्रो स्टेटमेन्ट ट्रु छ भनेर चाहिँ हामीले प्रुफ गर्छौँ। प्रुफ बाई इन्डक्सन। प्रुफ बाई इन्डक्सन भनेको प्रुफ अ स्टेटमेन्ट फर एन इन्फाइनाइट नम्बर अफ केसेस बाई प्रुभिङ अ बेस केस एन्ड इन्डक्टिभ स्टेट। यो चाहिँ डिपलीको लागि हामी पछि
डिस्कस गर्नेछौँ र तपाईँहरूले पनि बुकमा हेरेर मजाले बुझ्न सक्नुहुन्छ। डिपली जाँदाखेरि चाहिँ हामी अलिकति धेरै लामो भिडियो हुनसक्छ, त्यही भएर हामी आजको सर्ट नोट रिभ्यू गर्ने कारणले भएकाले हामी सर्ट नोटहरू रिभ्यू गर्दै जानेछौँ आज। सेट एन्ड फङ्सन। सेट एन्ड सेट अपरेटर। सेट भनेको के हो? एउटा सेट भनेको के हो भन्दाखेरि द वे टु डिस्क्राइब अ कलेक्सन अफ डिस्टिङ्क्ट अब्जेक्ट, इलिमेन्ट अर मेम्बर अपन युजिङ कर्ली ब्राकेट। हामीले कुनै पनि समूहहरूलाई युज गर्छौँ नि त। सेट भनेको कुनै पनि समूह नै हो, एउटा समूह हो क्या। जस्तै इक्जाम्पलमा गर्छौँ, एउटा ब्राकेटभित्र युज गरेर हामीले गर्छौँ, जस्तै आँप, केरा इटिसी तरकारीहरू, अनि फलफुलहरू होइन। अनि त्यसपछि अरू मोर देन अरू हुन्छ नि समूह भनौँ न, इलिमेन्टहरूको समूहलाई हामी सेट भन्छौँ। सेट मेम्बरसिप भनेको द रिलेसन बिट्विन एन इलिमेन्ट एन्ड द सेट टु विच इट्स बिलङ्स। इक्जाम्पलहरू वान बिलङ्स यो सेटभित्र पर्छ भन्छौँ नि। जस्तै हाम्रो कुनै पनि समूहभित्र फलफुलको समूह छ भने एउटा फलफुलको समूहभित्र हाम्रो आँप पनि पर्छ भनेर चाहिँ भन्न सक्छौँ। आँप बिलङ्स टु तरकारी के अरे फलफुलको समूह। त्यसपछि सबसेट, प्रपर सबसेट के हो त? सबसेट भनेको अ सेट ए इज सबसेट अफ बी, ए सबसेट बी इफ एभ्री एलिमेन्ट अफ ए इज अल्सो एन एलिमेन्ट अफ बी। ए इज प्रपर सबसेट अफ बी, ए सबसेट बी इफ ए इज अ सेट सबसेट अफ अ बी एन्ड देयर एक्जिस्ट एटलिस्ट वान एलिमेन्ट इन बी द्याट इज नट ए। त्यसपछि बीमा रहेको छ हाम्रो चाहिँ सेट इक्वालिटी। सेट इक्वालिटी भनेको के हो भन्दाखेरि दुई सेट हुन्छ नि, एउटा ए एन्ड बी आर इक्वल सेट। ए इक्वल बी इफ ओन्ली इफ दे हेभ द सेम एलिमेन्ट द्याट इम्प्लाइज ए सबसेट बी एन्ड बी सबसेट ए। त्यसपछि अर्को रहेको छ हाम्रो युनियन, इन्टरसेक्सन, डिफरेन्स एन्ड कम्प्लिमेन्ट। युनियन भनेको ए युनियन बी, द सेट अफ एलिमेन्ट द्याट आर इन ए और बी और बोथ। इन्टरसेक्सन भनेको इन्टरसेक्सन बी, अ सेट अफ एलिमेन्ट द्याट आर इन बोथ ए एन्ड बीमा हुन्छ। डिफरेन्स भनेको सेट एलिमेन्ट द्याट आर इन ए बट नट इन बी, भनेको सेट एमा पर्ने र सेट बीमा चाहिँ नपर्ने। कम्प्लिमेन्ट्री भनेको सेट ए बाहेक, ए सेट बाहेक युनिभर्सल सेट युमा भएको एलिमेन्टहरू है। अनि त्यसपछि डीमा रहेको छ पावर सेट, कार्टेसियन प्रोडक्ट। पावर सेट भनेको पी अफ ए, द सेट अफ अल सबसेट अफ ए इन्क्लुडिङ एम्प्टी सेट एन्ड ए इटसेल्फ। भनेको के हो भन्दाखेरि द सेट अफ अल सबसेट अफ ए। पावर सेट भनेको ए को पनि सबै सबसेट हो, इन्क्लुडिङ एम्प्टी सेट पनि हुन्छ त्यसमा, र ए इटसेल्फ पनि त्यसमा इन्क्लुड हुन्छ। कार्टेसियन प्रोडक्ट भनेको दुईवटा सेटहरू ए र बी छन् भने त्यसमा के हुन्छ, ए इन्टु बी, ए प्रोडक्ट बी भनेको द सेट अफ अल अर्डर पेयर ए कमा बी वेयर ए इज एन एलिमेन्ट अफ बी ए एन्ड बी इज एन एलिमेन्ट अफ बी, भनेको दुईटै एलिमेन्टहरूको एलिमेन्टलाई चाहिँ हाम्रो एउटा सेटमा हुन्छ भन्न खोजेको। त्यसपछि रहेको छ भेन डायग्राम। भेन डायग्राम भनेको के भन्दाखेरि अ ग्राफिकल रिप्रेजेन्टेसन अफ सेट using circle or other shape to show the relationship among the sets such as their union, intersection and complement। यसको बारेमा त हामीले धेरै डिस्कस गर्नु पर्दैन किनकि हामीले सानोको क्लासहरुमा नै पढिसकेका छौँ। त्यसपछि सेट एन्ड फङ्सनहरुको बारेमा चाहिँ हामी नेक्स्ट भिडियोमा पढ्नेछौँ, जुन हामी डिस्कस गर्नेछौँ, जुन सर्ट नोट रिभ्यू गर्नेछौँ। यो भिडियोमा चाहिँ अलिकति मिस्टेक पनि भएको हुनसक्छ, तपाईले क्षमा गरिदिनु होला किनकि जस्ट रिभ्यू नोट गर्न लागेको छौँ। हामीले अलिकति डिस्कसको लागि चाहिँ अर्को भिडियो बनाउनेछौँ जुन डिपली डिस्कस गर्नेछौँ हामी जसमा। धन्यवाद। अनि लाइक शेयर सब्सक्राइब गरिदिनु होला। तपाईहरुले गर्दाखेरि हामी पनि इम्प्रुभ गर्ने क्वालिटी क्षमता बढ्दै जानेछ भन्ने मलाई पनि आशा रहेको छ। धन्यवाद।